नमस्ते साथीहरू, यो भिडियो मेरो जीवनको एकदमै पर्सनल र इमोसनल क्षणसँग जोडिएको छ। सो आई काइन्डली रिक्वेस्ट यु टु वाच दिस भिडियो टिल द एन्ड, किनभने यो भिडियोमा एउटा यस्तो कुरा सेयर गर्न गइरहेको छु जुन मेरो फुटबल जर्नीको सबैभन्दा प्राउड मोमेन्ट मध्ये एक हो। असीम जङ्गार्की बोइज युनियनलाई बल खेल्दैको त्यो एनसेल कप मेरो भर्खर सुरुवात भएको थियो रिपोर्टिङ। अनि म एनसेल कप खेल्न गएको थिएँ। बोइज युनियनको फाइनलमा हारे हो क्या मनाङसँग 1-0 कि के हारेको थियो दाइ। त्यो चाहिँ असीम अर्कै थियो के दाइ। असीमको फाइदा असीम त अहिले विदेशमा छ, मोस्ट फ्रान्सतिर कहीँ छ। हिजो च्याटमा कमेन्ट गरिरहेको थियो असीमले। असीम फेरि पढ्ने खेलाडी हो हो टुरमा जाँदा पनि यसो किताब पढ्नु ए त्यो पनि अलिकति लजिकली कुरा गर्न सक्ने मान्छे होइन। अरू भन्दा असीम पनि त्यही बेलाको थियौँ भनौँ न। कति सबै ट्याक्टर मिल्यो भने बनाउने बास सो मच टु एक्सप्लोर दाइ। हिजो मात्र युट्युबमा कलर्स अफ द गेम च्यानलमा यो पोडकास्ट हेरेँ, hosted by one of the finest football commentators of Nepal, Avas Kimre, and the guest was none other than senior sports journalist Himesh Ratna Bajracharya, who had spent 25 years in Nepali sports journalism. That podcast was all about the history of Nepali football, especially the golden era. जसमा म पनि fortunate थिएँ to be part of. यस्ता जेन्युन शब्दहरू सुन्दा years after I left football, त्यो मोमेन्ट really means the old to me. फुटबलबाट टाढा भए पनि यस्तो रिकग्निसन पाउनु भनेको it's a proof that true effort never wasted. So I just want to say thank you Himesh Dai and Avas from the bottom of my heart. तपाईहरुको माया, रेस्पेक्ट र सम्झनाले मलाई फुटबल फेरि सम्झना बाध्य बनाएर गर्व पनि दिलायो। कलर्स अफ द गेम जस्तो प्लेटफर्ममा यस्तो रियल मोमेन्ट क्याप्चर भएकोमा म धन्यवाद दिन चाहन्छु पुरै टिमलाई। र अन्त्यमा मेरा सबै दर्शक र साथीहरूलाई पनि भन्न चाहन्छु, इफ यु गिभ समथिङ विथ हार्ट, इभन आफ्टर इयर्स पिपल विल रिमेम्बर यु। यो मेरो लागि रिकग्निसन मात्र होइन, इन्स्पिरेसन पनि हो। धन्यवाद।